हेलो फ्रेन्ड्स, आज चाहिँ मैले यहाँ चाहिँ यी अम्बक लिएको छु र आज चाहिँ घाम ताप्दै अम्बक मजाले काट्दैछु। यो चाहिँ मैले वाइन बनाउनुको लागि चाहिँ रेडी गरेको साथीहरू। मजाले पाकेको छ, पाक्नु पनि त्यही डरलाग्दै लत भएर पाकेको छ अम्बक। मैले चाहिँ यसलाई यसरी टुक्रा टुक्रा पार्दैछु। यहाँ लत छ पाकेको। दामी छ नि, अहिले खानु पर्यो अम्बक चाहिँ। र यो चाहिँ वाइन बनाउँछु है। यो चाहिँ मैले लोसारको लागि बनाइराखेको। अब हाम्रो सोनाम लोसार त आउने बेला भयो है, जनवरीमा हो। त्यही भएर जनवरी 19 तारिक है चाहिँ योपालि होममेड हो, मजाले बनाउनु पर्यो भनेर काट्दैछु मसिनो गरेर। त्यही पाकेको छैन अम्बक सबै। यो चाहिँ मैले धोएर रेडी पारेको साथीहरू। बोटबाट झार्दाखेरि भुइँमा झऱ्यो टिप्दाखेरि है कतिवटा है। र कोलाई मनपर्छ वाइन। यो चाहिँ लक्क भएको रहेन रहेछ है। तर यसलाई मजाले अहिले हातले मिक्स गर्छु। हेर्नुहोस् है साथीहरू, मजा लाग्छ है यो वाइन चाहिँ। यसरी बनाऊँ भनेर है, कोलाई मनपर्छ। तपाईँहरूले सिकिराख्नुहोस् है वाइन बनाउनु। चाहिँ अलिकति पुरै लतक्क रहेन रहेछ है, कम्ती रहेछ है। यो टाइपले काट्नुहोस् है तपाईँहरूले पनि बनाउनुलाई। हेर्नुहोस् है साथीहरू। मैले चाहिँ यो काटिसकिसकेँ। अब यसलाई चाहिँ म के मिक्स गर्छु हेर्नुहोस् है तपाईँहरूले। मैले अम्बक चाहिँ पुरै काटिसकिसकेको छु। अब यसमा चाहिँ म पहिला सुरु इस्ट मिलाउने छु यसमा यसरी है। यो चाहिँ मेरो एक भाँडा छ, मैले यसमा इस्ट मिलाएँ। त्यसरी नै मैले यसमा चाहिँ मिलाउँछु अझै। यहाँनिर छ अलैँची, हेर्नुहोस् है सानो खालको अलैँची। यसरी मिक्स गरेँ। त्यसरी नै मैले यसमा अब चिनी मिसाउनु गइरहेको छु है। चिनी हाल्नेछु अब यसमा। अब यसलाई चाहिँ म मजाले मिक्स गर्नेछु, हातले मजाले यसलाई मुस्छु। साथीहरू, मैले यसलाई चाहिँ एकदमै रेडी गरिसकेपछि चाहिँ यसलाई मैले अब हातले मजाले मुस्नेछु। हेर्नुहोस् है यसरी मुस्छु। चाहिँ यसरी मुस्नुपर्छ साथीहरू। यसरी मुसिसकेपछि चाहिँ यसलाई चाहिँ मजाले कन्टेनरमा राख्नुपर्छ है। मैले यसरी इलाइचीलाई यसरी पनि गर्दैछु, खोल्दैछु। हेर्नुहोस् है यसरी बोक्रा काटेर यसलाई यसो घाम आयो अनुहारमा यसरी मुस्नाले चाहिँ दामी हुन्छ क्या। यो चाहिँ अब मेरो 5 हप्ता 6 हप्तामा त यो त खाइ नसक्नु भइहाल्छ नि। यसलाई चाहिँ मैले हेर्नुहोस् यसरी मुस्नुपर्छ। मेन गरेर मुस्यो हो यसलाई अलिक। अन्त यसमा चाहिँ अलिक तातो पानी हाल्नुपर्छ। अहिले फेरि मजाले मुस्दैछु। पहिला म पुरा अम्बक पाकेको हुनाले मलाई सजिलो भयो मुस्नु चाहिँ। यहाँनिर हेर्नुहोस् है साथीहरू, यसरी मुसिन्छ है हो। हेर्नुहोस् है तपाईँहरूलाई मैले देखाइरहेको छु। हेर्नुहोस् है यसलाई चाहिँ अब म यसमा गरम पानी हाल्छु। अन्त यो मुसिसकेपछि मेरो वाइनको लागि चाहिँ यो प्रायः रेडी हुँदैछ। पाकेको अम्बक छ भने चाहिँ यसरी मजाले मुसिन्छ।
र साथीहरू यो चाहिँ मजाले मुछिसक्यो है। यसमा चाहिँ म अलिकति यहाँनिर निम्बु पनि काटिराखेको छु है। निम्बु पनि निचल्दैछु यसलाई। अलिअलि निम्बु पनि हालेको यो। यो चाहिँ अति नै दामी हुन्छ। अब हेर्नुहोस् यहाँ राखिराख्नु पऱ्यो मुसुन्जेल त। र अब यसमा चाहिँ तातो पानी हाल्दैछु मैले यसरी। अब यो पानी हालेर यसरी मुस्छु। हेर्नुहोस् यो चाहिँ वाइन बनाउने तरिका एकदमै सजिलोसँगले बनाउन सकिन्छ यसरी चाहिँ। तपाईँहरूले चाहिँ कसरी बनाउनुहुन्छ? म चाहिँ यस्तो प्रकारले बनाएँ है। यो चाहिँ अब मेरो 5 हप्तामा चाहिँ दामी हुन्छ। यसलाई चाहिँ म ठक्कै उयसमा राख्छु। अब एउटा साथीहरू मैले चाहिँ यसलाई यसरी गरेँ। र जब यो रेडी हुन्छ, खाने टाइम हुन्छ, यो 15 होइन, यो 5 हप्ता चाहिँ म यसलाई राख्छु है यसरी। र 5 हप्तामा जब खाने लायकको हुन्छ त्यति बेला चाहिँ म यसलाई फेरि छानेर चाल्नीमा छान्छु र यो बोतलमा राख्नेछु। र साथीहरूलाई कस्तो लाग्यो यो मेरो तरिका? मन पर्यो लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुलिदिनु होला।